यो अब औषधि स्टार्ट गरियो तपाईँको लाइफ टाइम खानुपर्छ भनेर म आफैले कतिपय बाआमा दाजुभाइ दिदीबहिनीहरूलाई बोलिरहँदा र अनि यो ठाउँमा आएर कनेक्ट भएर अनि अब त्यसकै विपरीतमा बोले जस्तो अहिले चाहिँ मलाई आफ्नै पेसाको जुन मैले यत्रो 17-18 वर्षसम्म गर्दै आएको पेसाको चाहिँ विरोध गरे जस्तो पनि फिल हुन्थ्यो क्या स्टार्टिङमा। अनि म चाहिँ यो ठाउँमा कसरी कनेक्ट भएँ भन्दाखेरि स्वास्थ्यकै समस्या पनि मलाई थियो। म चाहिँ अलरेडी माइग्रेन हेडेक भइराख्ने मलाई, अनि मैले कन्टिन्यू औषधि खाँदा त मलाई थाहा छ नि त औषधिको साइड इफेक्टहरू। अनि त्यो भएको भएर मैले एउटा सिटामोल खाँदा पनि 1000 बार सोचेर खाएको हुन्थेँ कि किनभने सिटामोलले डाइरेक्ट लिभरमा गएर असर गर्छ भन्ने मलाई पो थाहा छ त होइन। म भन्ने ठाउँमा बसेको छु, अब बिरामी टाउको दुख्यो भनेर आउँदाखेरि त दिनै पर्यो, तर मैले त यो खाएँ भने त मलाई त यस्तो यस्तो असर गर्छ भन्ने म आफूलाई थाहा छ। त्यो भएको भएर मैले चाहिँ एकदम खाने ग्याप गर्ने गरिरहन्थेँ। मैले लगभग 2-3 वर्ष जस्तै भयो मैले माइग्रेनको औषधि 3 महिना खाने, 6-7 महिना छोड्ने, फेरि 3 महिना खाने, 6-7 महिना छोड्ने गरेको। अनि मलाई अफिसमा पनि टाउको दुखेपछि 17-18 घन्टासम्म रेगुलर टाउको दुख्ने, भमिटिङ हुने, त्यो समस्या थियो। माइग्रेन हेडेक भनेको त्यो हो होइन। अनि त्यस पछाडि अफिसमा पनि साथीहरूले सबले गाली गर्ने कि यसरी नबस न जा, काठमाडौँमै गएर राम्रोसँग राम्रो डक्टरलाई देखायो त्यो भनिरहँदाखेरि जहाँ सिटी स्क्यान गरेँ, एमआरआई गरेँ, केही देखिँदैन, तर समस्याले चाहिँ छोड्दैन, त्यस्तो भइरहेको थियो। अनि यो ठाउँमा चाहिँ म मेरै सहकर्मी साथी झलक ढुङ्गाना सर, उहाँ पनि सुगर प्रेसरको रोगी, अनि उहाँले चाहिँ करुणा म्यामलाई भेटेर सप्लिमेन्ट खानुभएको रहेछ। अनि मलाई चाहिँ मैले फेरि मलाई गाह्रो भयो भने स्वास्थ्यको केही टिप्सहरू लिन पर्यो, केही सल्लाह लिन पर्यो भने मैले झलक सरलाई फोन गर्ने गर्थेँ। अनि सर मलाई त गाह्रो भयो, म के गर्ने होला कि म यसरी काठमाडौँ जाने हो भनेर त्यही कुरा हुँदाखेरि अनि त्यस्तो कुराहरू भइरहेको थियो। अनि बिचमा चाहिँ मेरो मैले चाहिँ कन्टिन्यू जब गरिरहेको ठाउँमा केही समस्याहरू निस्किएर चाहिँ हामी 61जना कर्मचारीहरूलाई एकैचोटि मेरो अस्थायी करारमा थियो जागिर चाहिँ मैले गर्न चाहिँ सरकारी सेवा सुविधा नै लिएर काम गरिरहेको थिएँ, तर करार सेवामा भएको भएर चाहिँ अब अस्थायी कर्मचारीहरू नराख्ने भनेर चाहिँ 61जनाको एकैचोटि चाहिँ अब आजबाट अफिस नआउने भनेर एकैचोटि न्युज आयो। अनि त्यसपछि त्यो न्युजले चाहिँ हामी कता कता के गर्ने हो, प्रोसेस अब अझै नै टुङ्गेको छैन, हामी मुद्दामै चलिरहेको छौँ अहिले पनि। अनि त्यो हुँदै गर्दा अनि म खाली बस्दाखेरि म त एक त माइग्रेनको बिरामी, अनि यो कुराले चाहिँ मलाई झन् टच गर्यो नि त। अनि अब स्कुटर घर देखिए पनि सिस्टर आज अफिस जानु भएन, अनि म्याडम आज छुट्टी हो, म त घर त एक दिन पनि बस्न नहुने के। सब त्यो छिमेकीलाई त्यति धेरै चासो के, आफ्नो कामको चासो छैन, मेरो बारेमा चासो। अनि त्यस पछाडि कसैले राम्रो मानेर सोधेको हुन्छ, कसैले यो त गइराख्ने चाहिँ के गरेको रहेछ, आजभोलि 3-4 दिन भयो घरै गएको छैन, स्कुटर गेटबाट निकालेकै छैन भन्ने मान्छेहरू पनि हुन्छ नि त। अनि त्यस पछाडि त्यो कन्डिसनमा भइरहँदा मलाई केही कुराले एकदम भित्रभित्र गाह्रो भइरहेको थियो। अनि त्यही बेलामा चाहिँ झन् गाह्रो भएपछि मैले झलक सरलाई नै फोन गरेँ। अनि ल यस्तो यस्तो ठाउँमा गएको, म चाहिँ निको भएँ, तिमी त्यहाँ गएर बुझ, अनि त्यस पछाडि तिमीलाई कस्तो लाग्छ, तिमीलाई राम्रो लाग्यो भने तिमी काम गर्न पनि पाउँछौ क्या। अनि कामै गरेनौ भने नि सप्लिमेन्ट चाहिँ तिमीले युज गर भन्ने कुरा गर्नुभयो। अनि म आएँ, मैले चाहिँ म 3 दिनको ट्रेनिङ लिएर गएको झलक सर चाहिँ 1-to-1 आउनुभएको एउटा परिचय आए पछाडि। अनि म चाहिँ होइन म 3 दिनकै ट्रेनिङ गर्छु, किनभने मैले त यसलाई मेरो अब जागिर छोडेर राम्रो भयो भने यही ठाउँलाई अगाडेर म अगाडि बढ्ने हो, त्यो भएको भएर म 3 दिनको ट्रेनिङ लिन्छु भनेर चाहिँ म 3 दिनको ट्रेनिङमा बसेर सबै कुराहरू सिकेँ। अनि त्यस पछाडि त्यहाँ बस्दै गर्दाखेरि त्यो ट्रेनिङमा अर्को एकजना बहिनी थियो, उहाँ सरको चाहिँ पोस्टपेड थियो ऊ चाहिँ। अनि उसले दिदी तपाईँहरू